यो चाहिँ जोटपट्टि के अरे नारायण टार भन्छ होइन, त्यहाँबाट हामी सुरु गरेँ। अब हेरौँ म्यापमा चाहिँ 3 घन्टा दिइरहेछ, 3 घन्टा होइन 4 घन्टा चाहिँ लाग्छ मलाई चाहिँ 4 घन्टा लाग्छ। यस्तो गर्छ कि यिनीहरूले बाटो। हल्दीबाट मान्छे लिएर आएको है, ट्याक्सी नेरी मलाई ट्रकले हान्यो क्या पछाडिबाट। ए अनि यहाँ आइपुगेको यहाँनिर लडाउँछ लडाएँ त, केटीले पनि सबै समाउनु भ्यायो मलाई होइन। यस्तो भएर झन्डै लड्यो क्या, लडाउँछ लडाएन मैले टेक्निक युज गरेर होइन, सट्टै अडाएँ है। ट्रकलाई रोक हुन्छ त म्याच सिक्ने त यस्तो भएको है, ट्रक त म्याच बरु म पल्ल नारायणको पुलमा झन्डै फेरि हान्यो क्या एउटा स्कुटरलाई क्या। त्यही बेला मैले सट्टै ओभरटेक गर्न पाएँ होइन। अनि पुलभन्दा अगाडि गएर म अगाडि रोकेँ, गाडी त फेरि ऊ त खोलातिर भागो क्या। म्याच सिक्ने त्यसलाई टर्निङै पुगेन त्यो लामो ट्रकको है। ढुङ्गा टिपेर रन्डीको बाद म्याच सिक्ने झर्सिके ढुङ्गाले कुनै यहीँबाट मारौँ भनेको है, त्यहाँबाट बल्ल ब्रेक हान्यो क्या। सबै गर्छ त रन्डीको बाद अनि म्याच सिक्नेलाई त्यहाँबाट तल झर भनेको झर्दिनँ, दाइ नमस्कार सरी गर। रन्डीको बाद म्याच सिक्ने त अरूभन्दा चाहिँ किन भएको छ, म्याच सिक्ने भने गरेर तल झरमा 3 शट बजाइदिएको माथि होइन। ड्राइभरलाई छातीमा अनुहार हालेको, छातीमा लाग्यो है। पछि आयो अनि त्यही साउ पनि रहेछ, साउ पनि आयो क्या रन्डी ड्राइभर रहेछ म्याच सिक्ने भनेर एक शट हानेको निधारमा आगो लाग्यो। साउ त उतापट्टिबाट फुट्टे आम हालेर भागिरहेको। ट्राफिकलाई उ गरेन, ट्राफिकलाई उ गरेन जिम्मालाई। पछि ट्राफिक आयो त्यहाँ होइन, म्याच सिक्ने त्यहाँ त्यो पानी ट्याङ्करको ड्राइभरहरू रहेछ नि, एकै झ्याउझ्याउ कराउँदो रहेछ खतरा लबडा बाहिर। के हर्न बजाउँदैन मान्छे मर्न आएर। साइड लाइट बाल्नुपर्छ नि। नुन बोके बोकेन, नुन ल्यायो कि ल्याएन? प्लास्टिक कपडामा ल्याउनु पर्छ नि त रुपियाँ। कपडामा भयो नि एउटा लोठीमा टक्क बान्ने होइन, टक्क टास्ने बित्तिकै टक टक छुयो कि जान्छ क्या। त्यो प्लास्टिकमा निकालिरहनुपर्छ छाउन। अरूभन्दा चिलाउँछ क्या धेरै, अरूभन्दा धेरै चिलाउँछ। डराउनु त के डर लाग्छ, डर लाग्छ झन् त ठुल्ठुलो जुका आउँछ नि घर लाग्छ भने। यो चाहिँ थली पुग्यो। अब यहाँबाट अब भद्रवास हुँदै जाने हो। यहाँबाट भद्रवास अनि के पार्टी भन्दा नयाँ पार्टी हो कि के भन्छ यो। यो चाहिँ के भन्छ यो नगरपालिका जस्तो लाग्थ्यो। यो सबै अफिस यहीँ छ अब सबै। काकेश्वरी
म त हेलम्बु बस पार्कसम्म चाहिँ पुगेको थिएँ क्या लम्मा त्यो पहिला त्यो दसैँ तिहारमा म त्यो एउटा तरुनी पुऱ्याउनु जान्थेँ क्या 2 चोटि गएको छ क्या ए साखु पुग्यो हामी मेलम्चीतिर जाने बाटो हो माथि त्यसमा त्यो चिया बगान गएको छ तैँले त ठाउँ ठिकै छ है त्यहाँ पानी ठुलै परे जस्तो त उतातिर त यार रेनकोट ओढ्ने नि हामी चप्पल लगाएर आएको चाहिँ बेस्ट हुनेछ लोम्या ओहो त्यही चप्पल किन्न पाउँदैन अघि त्यही चप्पल सस्तोमा पाउँदैन 150 मा त्यही त म चप्पल बोकेर आम के हो नि कि हिजै तिमीले करायो त्यही भएर मैले जुत्ता लगाएर जुत्ता लाउनु त जुत्तै लाउनु पर्छ क्या यो त चप्पल थियो नि जुत्ता लाउनु पर्दैन यो लाउने उ नै छ क्या मसँग के अरे रेनकोट जुत्ता छ क्या के भन्छ भने मसँगै छ भने के दुईटा छ अरू है रेनकोट होइन भयो कहाँ भयो ए भइसक्यो क्या स्टार्ट भइरहेको थोरै थोरै खिच्दै गर्नु हुसी लाग्यो हामी कति घन्टामा पुग्छ अरे 2.5 घन्टामा हेलो गाइज गुड मर्निङ एन्ड दर्शन नमस्ते सबैजनालाई वेलकम टु न्यू ब्लगमा होइन सबैलाई स्वागत छ भिडियो भइरहेछ अहिले चाहिँ हामी 2 जना साथी मिलेर चाहिँ टक्क लाएर चाहिँ अहिले हामी हेलम्बु जाँदैछौँ वाटरफल झर्ना घुम्नको लागि सो गाइज अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ रमाइलो भ्यू होइन टक्क लाएर पारीतिर हुसु कुहिरो लागिरहेको अनि होइन मौसम पनि चिसो न्यानो मौसम छ टक्क लाएर देख्न सक्नुहुन्छ हुसु लागिरहेको बाटो सुन्दर बाटो चाहिँ हामी हिँडिरहेका छौँ टक्क लाएर अहिले देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ अब एकदमै धेरै सानो टर्निङहरू छ एकदम हामी चाहिँ केयरफुलका साथ हिँडिरहेका छौँ देख्न सक्नुहुन्छ हामी चाहिँ 2 जना टक्क लाएर है त्यसो हामी धेरैजना ग्रुप पनि छैन हामी चाहिँ टक्क 2 जना मिलेर टक्क जाँदैछौँ सो फाइनली हामी चाहिँ वहाँ पुगेर पनि तपाईँहरूलाई त्यो झर्नाको भ्यू पनि हामी देखाउँछौँ है त गाइस वाटरफल झर्ना गाइस त्यहाँ पुग्दा कस्तो फिल हुन्छ होला हामीलाई हेलो बिहा कस्तो फिल हुन्छ हामीलाई एक्साइटिङ भइरहेछ पक्कै छैन त्यहाँ पुगेर हेरौँ कस्तो हुन्छ त्यहाँ पुगेर हामी हेर्ने नै छौँ पक्कै होइन सो हामीलाई फाइनली रमाइलो हुन्छ होला है नि लुमे वाउ गाइस हेर्नुहोस् त पारिपट्टि वाउ सो ब्युटिफुल है मौसमले त खतरा च्यालेन्ज हानिरहेछ नि होइन लुमे उही गाउँमा भाइ चाहिँ अर्को आइरहेको छ क्या बाफ्रे गाउँको जस्तै सेम फिल क्या अब यो गाउँ एरिया नै रहेछ होइन टक्क मकै अनि एउटा 2टा घरहरू होइन एउटा 2टा बोलेरो गाडीहरू चल्ने वा त्यो भन्दा नि हुस्सुको भ्यू क्या गाइस होइन त पारि बाफ्रे देख्न सक्नुहुन्छ सानो होइन गाउँको घरहरू जस्तो होइन लोमिया तिमीलाई यस्तो सानो गाउँको घरहरू देख्दाखेरि कस्तो भाइ यो मनपर्छ वा है चिटिक्क गरेको मेरो पनि गाउँमा यस्तै सानो घर बनाएर छोडेको छ नि लोमिया अनि वा अनि यो होइन गाउँको भाइस त पुरा है वा गाई छैन अनि
हुस्सु लागेकोले झन् है वाउ कति रमाइलो देख्ने नि गाउँको घरहरू होइन मकैबारी सानो सानो घर हैलोमे अनि यता साइडमा बुढो बाजे बस्ने वाउ सो ब्युटिफुल गाइस है अब हो अनि बाख्राको पाठाहरू पनि होइन यता मकैबारी अनि यस्तो सानो घर है वाउ अनि एउटा दुइटा यहाँ स्कुले विद्यार्थीहरू ओहो सानो नानीहरू त जिस्किँदै यता घर त गाइस देख्न सक्नुहुन्छ यस्तो सानो टर्निङ बाटोहरू छ कि फेरि पनि देख्न सक्नुहुन्छ सानो टर्निङ बाटो आइरहेको छ होइन अब यहीँ टर्निङ छ फेरि यहीँ टर्निङ मोड छ क्या चेकिङ आयो होइन सिधै ल म सिधै हो सिधै यो हेरम्बु वाटरफल जाने यही हो ओ यता तिमी यहाँ बस्न थालेको हामी झर्ना घुम्न जानु लागेको वाटरफल झर्ना ए यता सिन्धुपाल्चोक यहाँ बसेर पटाउ हान्न लागेको क्या ल हामी चाहिँ लाग्यौँ ल यतै हो क्या यतै हो पटल चलाउने हो यो पनि पटल चलाउने तलसम्म त्यहाँ यहाँदेखि त्यहाँसम्म आउँछ होइन त तल बस्थ्यो क्या यो उसमा नारायण डाल बस्थ्यो अन्त यो मेरो भाइसँग म्यादी प्रहरी पनि भयो यो कति पायो कति म्यादी प्रहरी खोइ 60,000 कि कति पायो हौ कति 45 दिन होइन यतै पऱ्यो कि बाहिर यता काठमाडौँ मान्छेले त उता पुऱ्याइदिन्छ भन्छ दुर्गमतिर कसले यिनीहरूले कहाँ पऱ्यो कहाँ पढेको यो त्यहीँ के भन्छ अरे बौद्धमै परिरहेको त्यो बुट उयो त्यही पऱ्यो बौद्धमै थोरै गरेर सिक्नुपर्छ कि हामी लामो हुन्छ कि ठाउँमा पुग्छ नि त्यो त हामी राख्नु बुझ्यो यहाँबाट पनि नै छ यसो तल घुमाएर आउने है
यहाँबाट यो बाटो चढेर अनि यो गेट आउँछ होइन गेटबाट अब लगभग 1.5 घन्टा जति लाग्छ हाम्रो हिरो यहीँ छ अनि दुईजनै कति 1.5 घन्टा होइन त 1.5 घन्टा लाग्छ आमा इङ्ग्लिस बोल्न थाल्यो त हाम्रो राइल त इङ्ग्लिस मास्टर हो नि त मेरो चाहिँ ब्रेक सु गएर रहेछ ब्रेक सु बनाउनु लाग्यो
ल हामी अझै यहाँबाट कति 1 घन्टा छ अझ 1 घन्टा छ अरे ल जङ्गलको बिचमा त्यो यहाँ आइपुगेपछि त झन् 1 घन्टा 25 मिनट देखायो थाक्यो मोटरसाइकल तातेर एकदम क्लोज प्लेट बनाए थाक्यो एकछिन रेस्ट गर्ने अब रेस्ट गरेर अलि जाने चोरी एउटा खाएर त्यो बहिनीले सोधौँ न कति लाग्छ अझै यसले सोध्छ म 18 लाग्छ सोधेर Oh my god. Oh my god, fucking hot. के भन्छ यसले इङ्ग्लिसमा तालेर ल शुक्रबार पनि यतिको ब्याग छ ल बल्ल बल्ल आइपुग्यो अब हिँड्नु चाहिँ यस्तो रहेछ माथि पुगेर हेरौँ आयो गाह्रो छ पारी हिँडेर क्या
उद्या रहेछ माथि सारा यहाँ त खाँदा खाँदो पिच्छेहरू पोखरी खेल्ने बसेर यहाँ चाहिँ गहिरो छ त्यो गहिरो
त्यति साह्रो गएर छैन पैसा तिर्नु पर्दैन नेचुरल स्विमिङ पुल कति तिमीहरू 1 घन्टा खेल्यो 1 घन्टा खेल्यो 1 घन्टा स्विमिङ खेल्यो गरौँ भयो टाढो चाहिँ होइन तिमी ब्याउने भएको क्या हिँड्न नसक्ने थियो हात उता धातले देखेको छैन गाह्रो हुने कहिले आउँदैन फेरि त्यस्तो लाएर आएको छ सिक्दै त अब अहिले बाटो थाहा छैन हामीलाई अनि सोध्दै आयो त्यो बाटोमा कति लाग्छ भनेर आधी घन्टामा अनि अब फेरि एकछिन माथि गयो फेरि कति लाग्छ भनेर फेरि आधी घन्टा त्यो ठ्याक्कै उसको सम्झना आयो कि के अरे लालाजीको कति मिनट भने 15 मिनट भने जस्तो आउँदा आधी घन्टा हुन्छ लगभग 1 घन्टा जति लाग्यो त्यहाँबाट ए अनि 1 घन्टा हिँडे पछाडि फेरि पछि सुत्दा कति अरे 15 मिनट फेरि अर्कोतिर आएर फेरि सुतेको होइन अर्कोलाई पनि फेरि 15 मिनट त्यही भन होइन लालाजीको सम्झना त्यहाँ घरबाट आउँदाखेरि 15 मिनट घरबाट आधी घन्टा पुग्दाखेरि 15 मिनट थाकेर बसेँ एकजना सोधेँ त्यो 15 मिनट भयो 1 घन्टा हिँडेर अर्को डाँडो काट्दा नि फेरि 15 मिनट होइन ल फाइनली अब हामी चाहिँ झर्नाको फेदै फेदैमा लगभग पुगिसक्यौँ है होइन त देखियो यहाँ रुखहरूले छल्दो रहेछ यो झर्ना नजाउन भन्दै थिए गइहाल्यो म एक्लै भए कतै आउँदैछौ कि भनी अलि ल सुत्छु ल त्यो एउटा ब्लक खिच्दै थियो एउटा कति 4.5 घन्टा लाग्यो त्यहाँसम्म आउनु म्यापमा चाहिँ 3.5 घन्टा रहेछ 4.5 घन्टा लाग्यो स्विमिङ खेल्दै थियो त्यो भाइ हान्थ्यो ल गहिरो छ अरे धेरै जाऊ साढे 4 घन्टा लाग्यो कि यहाँसम्म आउनलाई झर्नामा चाहिँ क्यामेरा राम्रो आउँदैन रहेछ होइन अनि त्यहाँबाट खिच्दा सल्लाह झर्नाभन्दा मुनिको यहाँ चाहिँ यस्तो झर्ना छ कि झर्ना सानो यस्तो त्यो गाउँतिरको जस्तै यहाँ यस्तो काठो फुल हुँदो रहेछ होइन फोटो हाल्यो दामी आउँछ भ्यू
यहाँ मलाई